अहिले हामी सूर्यविनायक चोक लगभग आइपुगेका छौँ। सूर्यविनायक चोकको लेफ्टबाट लाग्नुभयो भने हजुर राम मन्दिर हुँदै दरबार स्क्वायर पुग्न सक्नुहुन्छ। यी सूर्यविनायक चोकबाट नै स्ट्रेट लाग्नुभयो भने बनेपा ढोलीखेल पुग्न सक्नुहुन्छ। तर आज हामी जाँदैछौँ यहाँबाट राइट लिन्छौँ। सूर्यविनायक चोकबाट हामी राइट लिन्छौँ। यो रुटबाट हजुरले बाइकमा स्कुटरमा आफ्नो कारबाट चाहिँ हजुरले यात्रा गर्न सक्नुहुन्छ आरामदायक रुटमा। यो चाहिँ सूर्यविनायकको बजार रहेको छ। यहाँबाट स्ट्रेट नै लाग्ने हो हजुरहरू। राइट साइडमा खजुरीको। अब अलिकति अगाडि लाग्नुभयो भने लेफ्टमा थापा पार्टी प्यालेस देख्न सक्नुहुनेछ। हजुर लेफ्ट साइडमा हजुरले थापा पार्टी प्यालेस देख्न सक्नुहुनेछ। हजुर उकालो लाग्नु होला। राइट साइडमा भर्खरै एउटा स्कुल थियो। अब थोरै उकालो सकिसकेपछि हजुरहरू सूर्यविनायकको गणेश मन्दिर आइपुग्नु भएको छ। हजुरहरूले राइट साइडमा हजुरको बाइक कारहरू पार्क गर्न सक्नुहुन्छ, तर यो सशुल्क रहनेछ, पेड पार्किङ। अब यहाँबाट लेफ्ट लाग्नुभयो भने चाहिँ हामीहरू अब डोलेश्वरको बाटो लाग्नेछौँ। यहाँबाट स्ट्रेट जानुहोला। यहाँसम्म हजुर चोकबाट टेम्पोमा पनि बसेर आउन सक्नुहुनेछ। यो ठाउँ चाहिँ पिकनिक स्पट हो, सूर्यविनायक मन्दिरको पिकनिक स्पट।
हजुरहरू आफ्नो परिवार साथीभाइहरूसँग पिकनिक मनाउन यहाँ आउन सक्नुहुन्छ। शनिबारको दिन एकदमै भिड हुने ठाउँ हो यो चाहिँ। हजुरहरू यो बाटो नछोडी अगाडि लाग्नुहोला। अब अलिकति अगाडि चाहिँ हजुरहरूले दो बाटो देख्न सक्नुहुन्छ। एउटा उकालो माथि लाग्ने, एउटा लेफ्ट लाग्ने। उकालो लाग्नुभयो भने हजुर पाइलट बाबा, क्याम्पे डाँडा, रानीकोट पुग्न सक्नुहुनेछ। त्यसको लागि अर्को छुट्टै नै भिडियो हामी बनाउने छौँ। आज चाहिँ हामी दोलेश्वर मन्दिर जाने भएकोले यो लेफ्ट बाटो चाहिँ हजुरले समाउनु होला। यो लेफ्ट बाटोबाट चाहिँ हामी अगाडि बढ्छौँ। यो बाटोबाट हजुरले गाडी, बाइक सबै लान सक्नुहुन्छ आरामले। यो बाटो नछोडी अगाडि जानुहोला। यो बाटो नछोडी आरामले अगाडि बढ्नुहोला। यदि हजुरहरू यो बाटो पहिले पनि आइसक्नु भएको हो भने कृपया कमेन्टमा हजुरले लेखिदिनु होला। थोरै अगाडि गएपछि दो बाटो भेट्नुहुनेछ। राइट साइड चाहिँ हजुरहरू नजानु होला। हामी लाग्छौँ लेफ्ट साइडको बाटो पक्रेर। हजुरले चाहिँ यो चोकैमा गाविसको कार्यालय पनि देख्न सक्नुहुनेछ। सो अब लेफ्ट साइड लागेर हजुर अगाडि अलिकति थोरै पुगेर राइट साइडमा हजुरले यो गेट देख्न सक्नुहुनेछ दोलेश्वरको। सो अब यी गेटभित्रबाट हजुर अगाडि बढ्न सक्नुहुन्छ। यहाँबाट ओह्रालो लाग्नुहोला। थोरै अगाडि गएपछि अनि उकालो आउँछ।
हजुर यदि गाडीबाट आउँदै हुनुहुन्छ भने यो उकालोमा चाहिँ अलिकति हजुरलाई समस्या हुनसक्छ किनकि अलिकति अगाडि फ्रन्टबाट पनि गाडी आएको खण्डमा हजुरले लेन दिनुपर्ने हुन्छ। सो यहाँ अलिकति हजुरले चाहिँ केयर गरेर गाडी चलाइदिनु होला। यो उकालो चाहिँ अलिकति अप्ठ्यारो हुनसक्छ। थोरै उकालो छ जस्तो कि हजुरले अगाडि देख्न सक्नुहुन्छ दुईटा गाडी पास भयो। आफ्नो लेन नमिची बिस्तारै अगाडि बढ्नु होला। अब यो ठ्याक्क उकालो कटिसकेपछि फेरि हजुरले दो बाटो पाउनुहुन्छ, एउटा लेफ्ट ह्यान्ड साइड र एउटा सिधा उकालो माथि। सो हजुर लेफ्ट ह्यान्ड साइड नलागिकन स्ट्रेट अगाडि लाग्नु होला। लगभग हजुर डोलेश्वर मन्दिरको प्राङ्गण आइपुग्नुभयो। यो चाहिँ पार्किङ रहेको छ। डोलेश्वर मन्दिर आउनुभयो भने यो पार्किङ हजुरले यहाँ गर्न सक्नुहुनेछ। डोलेश्वर मन्दिर आउनुभयो भने हजुरले हजुरको साधन गाडी बाइक स्कुटर यहाँ पार्क गर्न सक्नुहुन्छ। थोरै अगाडि पुगेर हजुरले यो साइनबोर्ड स्वागतम देख्न सक्नुहुन्छ। यहाँबाट भित्र जानुभयो भने अब थोरै अगाडि हजुरले डोलेश्वर मन्दिरको मेन गेट देख्न सक्नुहुनेछ। फाइनल्ली हजुर डोलेश्वर मन्दिर आइपुग्नुभयो। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि यो सन्देशमूलक भिडियो हजुरलाई मन परेको खण्डमा लाइक सेयर अनि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। साथै हजुरको फ्यामिली फ्रेन्ड्स सबैलाई चाहिँ यो भिडियो सेयर गरेर अझै माया दिनुहोला। थ्याङ्क यू सो मच।